जाडोको महिनामा आफ्नो बुढासँग छुट्टिएर एक्लै बस्नुको पीडा कति हुन्छ भनेर एकैछिन उहाँ दिदीबाट सुन्नुहोस् त। साँच्चै भन्नु यो नेताले गरेर यस्तो जाडो महिना पनि मेरो बुढासँग सुत्नु पाएको छुइनँ हो भन्न। कठम गर्दै सुत्नुपर्छ मैले। मेरो बुढा विदेशमा छ। यो पीडा त नेताले बुझ्छ, डल्ला बाँच्नेको यत्रो बुढीसँग सुत्नेहरूले बुझ्छ। हामी यो जनताको पीडा नाना तिमीलाई पनि जाडोमा बुढाको याद आउँछ? नजिस्का है आउँदो रहेछ। कसले आउँदैन? आउँछ नि। चिसो हुँदैन? बुढाभन्दा खप्पै खुट्टा लाएर सुत्नु पाइन्छ। उहाँ दिदीको यो कुरा सुन्दा तपाईहरूलाई हाँसो पनि लाग्न सक्छ, कमेडी पनि लाग्न सक्छ। सत्य र यथार्थ यही हो। जब एउटा महिलाको बुढा घरमा हुँदैन, बुढीलाई छोडेर हामी जस्तै विदेशिएको हुन्छ, वर्षौं लगाएर पनि घरमा फर्किँदैन भनेपछि घरमा बुढा नभएको महसुस कस्तो हुन्छ भनेर जसको बुढा विदेशमा वर्षौंदेखि बसेको छ उसको बुढीलाई गएर सोध्नुहोस् न। एकदमै यो गल्ती सबै यो नेपाल सरकारको। नेपाल सरकारले हामी पुरुषहरूलाई केही महिनाको लागि पनि नेपालमा बस्ने वातावरण बनाइदिएपछि त हामीहरूले वर्षौंको हिसाबमा किन विदेशिनु पर्थ्यो? अब हामीले त नेपालमा आएपछि एउटा नुन किन्नलाई पैसा हुँदैन भने के गर्ने त? विदेशिनु पर्यो।